धन्यवाद मैडम। सम्पूर्ण उपस्थितिमा सादर प्रणाम। म त्रिभुवन बराई, मेरो मातृभाषा भोजपुरी, जन्मस्थान रूपन्देही जिल्ला, मायादेवी गाउँपालिका, गोनाहा गाउँ, मर्सबार। मैले नेपाली विषयमा BA B.Ed, MA M.Ed र PhD गरेको छु। मैले भवानी भिक्षुका कथामा दृष्टिबिन्दु शीर्षकमा विद्यावारिधि गरेको हुँ। मलाई IA देखि MA सम्म पढाउने मेरा समादरणीय गुरु डाक्टर कपिलदेव लामिछाने यही हुनुहुन्छ। त्यसै गरी अब म भैरवै क्याम्पसमा IA देखि लिएर MA सम्म त्यही पढाउने, अनि त्यही त्रिभुवन विश्वविद्यालयले पहिलो पटक भनौँ न एक किसिमले पहिलो पटकमै नाम निकाली थाहै भएर जाने त्यो क्याम्पसमा पढाउने मै छु। र अहिले म त्यस क्याम्पसमा नेपाली विषयको विभागीय प्रमुख पनि छु। मेरा यहाँ समादरणीय गुरुहरू हुनुहुन्छ। मैले काठमाडौँमा त आएर PhD मात्रै गरेँ। सबलता र दुर्बलतालाई अत्यन्त सूक्ष्मतापूर्वक अध्ययन गरेर मलाई एकदम सुझाव दिनुहुने र मलाई असाध्यै माया गर्नुहुने मेरा चाहिँ समादरणीय गुरु महादेव अवस्थीज्यू यही हुनुहुन्छ। हरेक पटक अथवा जति बेला फोन गरे पनि फोन उठाएर ज्ञान सञ्चार गर्नुहुने यहाँ चाहिँ आदरणीय गुरु दयाराम सर यही हुनुहुन्छ। धेरै गुरुहरू हुनुहुन्छ जसले मेरो चाहिँ ज्ञान निर्माणमा मलाई अत्यन्त सहयोग पुर्याइरहनु भएको छ। म उहाँहरूप्रति सदैव ऋणी रहनेछु, कृतज्ञ रहनेछु र उहाँहरूले चाहिँ जुन मलाई अभिप्रेरणा प्रदान गर्नुभएको छ त्यसलाई मैले आफ्नो जीवनको मार्गदर्शक ठानेर मैले नेपाली भाषा साहित्यको उन्नयन उत्थान र चाहिँ आदर्शवादी समाजको निर्माणका निम्ति मैले जे जति योगदान गर्न सक्छु त्यसमा अत्यन्त हार्दिकतापूर्वक गर्नेछु। अब यिनै कुराहरू राख्दै पुनः यस अवसरका निम्ति जुन यहाँहरूले स्थान दिनुभयो त्यसप्रति चाहिँ आभार प्रकट गर्दै समय बढी लिएकोमा क्षमा याचना गर्दै आफ्नो अभिव्यक्तिलाई यही विराम दिन्छु। धन्यवाद, प्रणाम।